हेलो एभ्रिवान, गुड मर्निङ फ्रम गोर्खा। आज चाहिँ डे 1। म चाहिँ अस्ति नाइट बस चढेर हिजो बिहान चाहिँ गोर्खा पुगेको। सो फाइनली गोर्खातिर नयाँ ठाउँ, नयाँ मान्छे अनि फरक खालको एउटा छुट्टै अनुभव बटुल्दै म आज गोर्खासम्म आइपुगेको छु। सो म धेरै राम्रो ठाउँ रहेछ जे होस्, गोर्खा दरबार सङ्ग्रहालय यताको नजिक आइपुगेको छु म। एकदमै राम्रो छ गाइस। अब यता चाहिँ हाम्रो एउटा मात्रै देश एकीकरण गर्ने पहिलो नेपाली पृथ्वीनारायण शाह, राजा पृथ्वीनारायण शाह। म गोर्खा दरबार सङ्ग्रहालय अगाडि आएको छु। सो हजुरहरूलाई अब कस्तो लाग्छ? म चाहिँ अहिले गोर्खातिर घुम्दै फिर्दै म चाहिँ यो बाटोमा हिँड्दैछु। बाटो चाहिँ एकदम राम्रो रहेछ गाइस, ढुङ्गाले बनेको। सो एकदमै हिँड्न पनि एकदम रमाइलो, एकदम छुट्टै किसिमको आनन्द आउँछ। सो हजुरहरू पनि यसरी यतातिर आउनुभयो भने अवश्य भिजिट गरेर जानु होला भन्न चाहन्छु म। सो मर्निङ टाइममा आज अब मेरो चाहिँ यसो मर्निङ वाक जस्तो भनौँ न। अब भोलि पर्सिदेखि त पिटी सुरु भइहाल्छ होइन। अब आज चाहिँ मर्निङ वाक त्यस्तै भनौँ। अब मलाई खासै धेरै यताको बारेमा केही पनि थाहा छैन होइन। अब बिस्तारै सबै कुरा थाहा हुन्छ होला भन्ने होप। अब म 1 महिना जति हाम्रो फ्रेसरको लागि म आएको। अब त्यसपछि पनि यतै नै म हुनेछु भन्ने आई होप। म यतै हुन्छु नै भन्ने एकदमै ठुलो आशा छ। सो म अहिले चाहिँ ओह्रालो जाँदैछु। अब मेरो चाहिँ यो सानो मिनी भ्लग सम्झेर हजुरहरूले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नुहुनेछ भन्ने आई होप यु लाइक इट। सी यु गाइज नेक्स्ट भ्लग।